मैले हिजोको टपिक कन्टिन्यू गरेको छौँ हैन। हिजो हामीले सर्ट टर्म कस्ट कर्वहरुमा टोटल कस्ट को बारेमा डिस्कस भएको थियो। अनि टोटल कस्ट भनेको के हो? टीएफसी र टीबीसी को सम अफ टीएफसी र टीबीसी। अब टीएफसी र टीबीसी लाई जोड्दियो भने एड गरेपछि हाम्रो के आउँछ? टीसी आउँछ। नेक्स्ट के छ हाम्रो एभरेज कस्ट। एभरेज कस्ट भनेको के हो? पर युनिट अफ प्रोडक्सन। एक वस्तु उत्पादन गर्ने बेला लाग्ने लागत भनेको एभरेज कस्ट। अब एभरेज कस्ट को लागि के छ हाम्रो फर्मुला? एएफसी प्लस एबीसी। एएफसी भनेपछि एभरेज फिक्स कस्ट, एबीसी एभरेज भेरिएबल कस्ट। अब एएफसी का लागि हामीले के गर्नुपर्छ? एफसी इज इक्वल टू टीएफसी अपॉन मा क्यू। टीएफसी र क्यू लाई डिवाइड गरेपछि के आउँछ? एएफसी आउँछ। त्यस्तै एबीसी को लागि एबीसी इज इक्वल टू टीबीसी अपॉन मा क्यू। क्वान्टिटी लाई टीबीसी लाई डिवाइड गरेपछि हाम्रो के आउँछ? एबीसी आउँछ है। बुझ्यो? क्वान्टिटी र टीबीसी लाई डिवाइड गरेपछि एएफसी, अनि क्वान्टिटी र टीबीसी लाई डिवाइड गरेपछि एबीसी। अब एसी को लागि भनेको के हो? एएफसी प्लस एबीसी। अब के गर्ने? इन्टुलाई टोटल गरिदिने। इन्टुलाई टोटल गरेपछि 18 लाई टोटल गर्यो 38, 10 र 15 लाई टोटल गरेपछि 25। यो प्रकारले एएफसी र एबीसी लाई प्लस गरेपछि हाम्रो एसी आयो है। यो के छ? सर्ट टर्म एभरेज कस्ट। नेक्स्ट के छ? मार्जिनल कस्ट। मार्जिनल कस्ट भनेको के हो? चेन्ज इन टीसी र चेन्ज इन क्वान्टिटी। फोकस कसमा गर्ने? टीसी मा आएको चेन्ज भनेपछि टीसी मा कतिको चेन्ज आएको? जसरी फर्स्टमा 0 प्रोडक्सन नभएको बेला टीसी कति थियो? 20 थियो हैन। किनभने 20 किन थियो? किनभने भेरिएबल कस्ट छैन तर फिक्स कस्ट भएको हुनाले टीसी 20 थियो। अब यसलाई 0 प्रोडक्सनको बेला एन्सर नलेखि पनि हुन्छ। अब एक वस्तु उत्पादन भएको बेला टीसी कति भयो? 38। 20 देखि 38 भयो, कतिको चेन्ज आयो? 18 को। अनि 38 देखि 50 भयो, कतिको चेन्ज आयो? 12 को। यो प्रकारले 50 मा 38 माइनस गर्ने, अनि 56 मा 50 माइनस गर्ने, 64 मा 56 माइनस गर्ने है। यो प्रकारले हामीले माइनस गर्दै गयौं भने हाम्रो के आउँछ? एमसी आउँछ। अब यसको डायग्राम आफै बनाउनु होला। यो डाटाको अनुसार डायग्राम बनाउने बेला के ध्यान राख्ने हो कि यो डाटाको सबभन्दा कम युनिट कुन हो र सबभन्दा बढी युनिट कुन हो, लार्ज युनिट कुन हो, त्यसको बेसमा हामीले डिफरेन्स राख्ने है। अब त्यो डिफरेन्स 5 को पनि हुन सक्छ, 10 को पनि हुन सक्छ, 20 को पनि हुन सक्छ, 50 को पनि हुन सक्छ। अब डाटा अनुसारको आफूले त्यो डायग्राममा डिफरेन्स राख्नु होला है। थ्यांक यू।